मानिसहरूले तपाईँ हाम्रो विरुद्धमा खडा हुँदै गर्दाखेरि के तपाईँ हामी सही जीवन भएको कारण हामीले परमेश्वरको नजिक गएर प्रभु मेरो कृपा सुन्नुहोस्, मेरो बिन्ती सुन्नुहोस् भनेर हामी गाएको छौँ त? छैन होला प्रिय मण्डली। हाम्रो खेदो गर्दै गर्दाखेरि हामीलाई पल्टिन खोज्दै गर्दाखेरि हामी परमेश्वरको नजिक हामी कोही पनि गएको छैन होला। तर आज तपाईँ हामीलाई परमेश्वरको वचनले भन्दै हुनुहुन्छ, दाउदले भन्दै हुनुहुन्छ म माथि कृपा गर्नुहोस्। हामीले भन्न जरुरत छ, परमेश्वरको सामु हामी जान जरुरत छ। संसार पापले ढलिसक्यो, पापमै स्वभावले सिद्धिसक्यो, संसारमा नराम्रो घिनलाग्दो घटनाहरू भएर आइसक्यो। के तपाईँ यो समयमा तपाईँ हामी चाहिँ परमेश्वर मेरो बिन्ती सुन्नुहोस्, परमेश्वर मेरो कृपा गर्नुहोस् के हामीले कहिले भनेको छौँ? छैनौँ। यदि छैनौँ भने आजको दिनबाट हामीले परमेश्वरको नजिक भएर परमेश्वर म माथि दया जाग्नुहोस्, परमेश्वर मेरो बिन्ती सुन्नुहोस्, परमेश्वर मेरो कृपा सुन्नुहोस्। आज म माथि सङ्कट आइपरेको छ, मेरो विरुद्धमा धेरै खडा भएको छ। हालेलुया। तपाईलाई मानिसले खेदो गर्ने क्रममा, रोगले तपाईलाई खेद्ने क्रममा, समस्याले तपाईलाई घेर्ने क्रममा तपाई धार्मिकताको जीवनमा जिउँदै गर्दाखेरि लडिएको क्रममा के तपाईले भन्नुभएको छ? परमेश्वर म माथि कृपा गर्नुहोस्। हालेलुया। परमेश्वरको इतिहास रच्ने व्यक्तिहरूले चाहिँ परमेश्वर म माथि कृपा गर्नुहोस्। बाइबलमा हेर्छौँ भने, इतिहासमा हेर्छौँ भने हामी परमेश्वरको अभिषेक जनहरू लडेका छौँ, सम्पूर्ण कुराहरूले खेदो खनेका छौँ, हरेक कुराले उनीहरूलाई लडाउन खोजेको छौँ, तपाईँ उनीहरूले भनिरहेको छ परमेश्वर म माथि कृपा गर्नुहोस्। र पनि भन्नुहुन्छ परमेश्वर मेरो बिन्ती सुन्नुहोस्। हालेलुया, हालेलुया। आज धेरैजना यो परमेश्वरसँगको बिन्ती जाहेर नभएको कारणले गर्दा सतावाट आउँछ, समस्या आउँछ। हालेलुया। तपाईँ यदि आत्मिक जीवनमा बलियो हुने हो भने तपाईलाई परमेश्वरको वचनको शक्तिले आज सामर्थ्य मिल्नेछ। हालेलुया, हालेलुया। किनभने परमेश्वरले भन्नुभयो हरेक कुरामा हामी लडिन्छौँ, तर त्योभन्दा महान चाहिँ हाम्रो परम प्रभु पिता हुनुहुन्छ। उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई बलियो पार्नुहुन्छ। हाम्रो हृदयहरू भत्किन्छ, त्यति बेला परमेश्वरले भन्नुहुन्छ छोरा छोरी म तिम्रो हृदयको घाउलाई, तिम्रो हृदयभित्र भएको चोटलाई म मलमपट्टि गरिदिनेछु, तिमीलाई म सम्हाल्नेछु। मेरो धार्मिकताको दाहिने बाहुलीले तँलाई शक्तिशाली बनाउनेछु। त्यसैले आज म तपाईहरुलाई के उत्साह गर्न चाहन्छु भने परमेश्वरले हामीलाई भन्दै हुनुहुन्छ आउनुहोस् छोरी, आउनुहोस् छोरा, म तिम्रो बिन्ती सुन्छु, तिम्रो पुकार सुन्छु। तिमी सताएका छौ, तिमी कष्टमा छौ, तिमी बिमारमा छौ, तिमीलाई चोट धेरै लागेको छ। आज म ती चोटहरू भोग्नेछु, म तिम्रो चोटहरूलाई लिनेछु। आज तिमीलाई म रोग बनाइदिनेछु, तिमीलाई म आनन्द पारिदिनेछु भनेर परमप्रभु तपाईँ हाम्रो भाषामा हुनुहुन्छ, बोल्दै हुनुहुन्छ। हालेलुया, हालेलुया। भन्नु सबैजनाले परमप्रभु परमेश्वर आज यो घडी, यो समय हामी जस्तो सुकै परिस्थिति भए तापनि आज
आजको दिनबाट अब आउने दिनहरूमा प्रभु म तपाईको नजिक हुन चाहन्छु, म तपाईमा आउन चाहन्छु। हाम्रो बिन्ती सुन्नुहोस् प्रभु, हामीलाई सहायता गर्नुहोस्। आज हामी संसारप्रति संसारको कुराले हाम्रो खेतो खानेको छौँ, तर परमेश्वर आज हाम्रो बिन्ती सुन्नुहोस्। आज यी कुराहरूबाट हामीलाई छुटाउनुहोस्। धन्यवाद येशूको नाममा, आमेन। परमेश्वरले तपाईँ हामीलाई बलियो जातिको रूपमा खडा गर्न चाहनुहुन्छ। उहाँको महिमा भित्र राख्न चाहनुहुन्छ, उहाँको शक्ति भित्र राख्न चाहनुहुन्छ। त्यसैले उहाँले भन्नुभयो, मेरो निन्दा गर्नेहरू दिनभरि नै मलाई खिलो गर्छन्, धेरैजना अहंकार साथ ममाथि आक्रमण गर्छ। दिनमा लेखेको छ, जुन बेला मलाई डर लाग्छ म तपाईमा भरोसा राख्दछु। हालेलुया, 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 हालेलुया। आज तपाईँ डरको घडीमा, रोगको घडीमा, समस्याको घडीमा, चिन्ताको घडीमा, कमी कमजोरीको घडीमा परमेश्वरलाई भन्नुहोस्, म तपाईमा भरोसा राख्छु, म तपाईमा भरोसा राख्छु। हालेलुया। दाउदले हामीलाई यो सिकाउँदछ, आमेन। हामी लड्यौँ भने लडेको लडै हुन्छौँ, तर दाउदले भन्छ म डराउने छैन, म डरको घडीमा, म लडेको घडीमा म परमेश्वरको भरोसा राख्छु। परमेश्वरसँग भरोसा राख्ने व्यक्तिहरू उठ्नेछ, दौड्नेछ, बलियो हुनेछ, शक्तिशाली हुनेछ। हालेलुया, हालेलुया। त्यसैले तपाईँ हामी परमेश्वरमा ठुलो भरोसा राख्नुपर्छ। जसले परमेश्वरमाथि भरोसा राख्छ, जसले परमेश्वरमा भरोसा राख्छ, त्यसले संसारप्रति विजेता हासिल गर्छ। आमेन, आमेन। 4 मा लेखेको छ, परमेश्वरमा जसका वचनको म प्रशंसा गर्दछु, परमेश्वरमा भरोसा राख्दछु, म डराउने छैन, मरणशील मानिसले मलाई किन गर्न सक्छ र। आज यो वचन भन्दै गर्दाखेरि तपाईले बुझ्दै हुनुहुन्छ होला, कतिजना भरिँदै हुनुहुन्छ होला। हालेलुया, हालेलुया। टली जाने रोगले हामीलाई के गर्न सक्दैन प्रिय मण्डली, आमेन। त्यो टली जाने चिज हो, र जसले परमेश्वरमा भरोसा राख्दछ नि त्यसले जीवन हासिल गर्छ। आमेन, आमेन। त्यसैले भन्दछ यहाँ दाउदले, म डराउने छैन, उहाँको वचनको म प्रशंसा गर्नेछु। आमेन। दाउदले भन्नुभयो, परमेश्वरको वचनलाई पहिलो स्थान दिनुभयो। जब जब हामी परमेश्वरलाई पहिलो स्थान दिन्छौँ, उहाँको वचनलाई हामी पहिलो स्थान दिन्छौँ, उहाँको वचनलाई हामी प्रशंसा गर्छौँ, अनि टली जाने समस्याहरूबाट हामीलाई डराउनु पर्ने छैन। आमेन, आमेन। रोग टली जान्छ, समस्या टली जान्छ, तर परमेश्वरको वचन चाहिँ सधैँको निम्ति रहिरहन्छ। हालेलुया, हालेलुया। त्यसैले परमेश्वरको वचनले भन्दै हुनुहुन्छ, मरणशील मानिसले मलाई के नै गर्न सक्छ र। आज भन्नुहोस् तपाईँले, रोगले मलाई के नै गर्न सक्छ र, समस्याले मलाई के नै गर्न सक्छ र, मलाई चिन्ताले के नै गर्न सक्छ र। यो सबै टली जान्छ, तर म प्रशंसा गर्छु परमेश्वरको वचनमा। वचनले मलाई जीवन दिन्छ, वचनले मलाई बलियो बनाउँछ, वचनले मलाई पिताको नजिकतामा डोराउँछ, वचनले मलाई महिमामा डोराउँछ, वचनले मलाई धारिलो तरवार चाहिँ बनाउँछ, ताकि मेरो खेलो खान्नेहरू टुक्रा टुक्रा भइजानेछ। हालेलुया, हालेलुया। साँच्चै नै परमेश्वरको वचनले तपाईँ हामीलाई यो भन्दै हुनुहुन्छ। परमेश्वर साँच्चै नै तपाईँ हाम्रो माझमा बोल्नुहुन्छ।
समस्या छ, हामीमा पीडा छ, हामीमा दुःख छ, किनभने संसार दुःखमै जिउनु पर्छ। प्रभु येशू ख्रीष्टले पनि संसारमा दुःख भोग्नुभयो, दुःखलाई लिनुभयो ताकि संसारबाट उहाँ जित्नुभयो। आमेन आमेन। यही कुराले हामीलाई बलियो बनाउँछ। आज तपाईँ हामी पनि दुःखमा भयो, रोगमा भयो, समस्यामा भयो भने चिन्ता नगर्नुहोस्। तपाईँ चाहिँ दुःखको घडीबाट महिमाको विजेतामा तपाईँ जिउँदै हुनुहुन्छ। आमेन आमेन। तपाईँ रोगसँग हुनुहुन्छ भने तपाईँ सम्झिनुहोस्, आज तपाईँको आत्मिक युद्धले विजयता ल्याउँछै ल्याउँछ, ल्याउँछै ल्याउँछ, आउँछै आउँछ। तपाईँको जीवन सफलता भएरै आउँछ, तपाईँको जीवन बलियो भएरै आउँछ, तपाईँको जीवन आनन्दको जीवन भएर आउँछ। हालेलुया हालेलुया। मण्डली ध्यान दिनुहोस्, आज परमेश्वरले तपाईँ हामीलाई विभिन्न ठाउँबाट चलाउनु भएको छ, विभिन्न तरिकाबाट चलाउनु भएको छ। आज तपाईँलाई सदभाव आउँदै गर्दाखेरि आज मेरो सामु परमेश्वर छैन कि के हो भनेर तपाईँ नसम्झिनुहोस्। तपाईँको आत्मिक खुर्किलाहरू तपाईँमा बढ्दै हुनुहुन्छ। परमेश्वरले तपाईँलाई समात्दै हुनुहुन्छ, परमेश्वरले तपाईँलाई अँगाल्दै हुनुहुन्छ। हालेलुया हालेलुया। यसुले भन्नुभयो, यसुले भन्नुभयो उहाँ क्रुसमा जाने दिन नजिकै गर्दाखेरि, त्यो समय नजिकै गर्दाखेरि यसुले भन्नुभयो, पिता यदि तपाईँको इच्छा भए मबाट यो कच्चाउरा हटाइदिनुहोस्। आज तपाईँ हामी सम्झिनुहोस्, प्रभु येशू ख्रीष्टले त्यो क्रुसमा जाँदै गर्दाखेरि, त्यो जीवन र मृत्युसँग लड्दै गर्दाखेरि, शरीरको चोटहरू भोग्दै गर्दाखेरि कति दुःखदायी हामी सम्झिँदाखेरि, हामी सम्झिँदै गर्दाखेरि हाम्रो शरीरमा त्यो भएको भए कति दुःख थियो होला। तपाईँ येशूले भन्नुभयो, पिता तपाईँको इच्छा भए मबाट यो कचौरा हटाइदिनुहोस्। येशूले के भन्नुभयो? परमेश्वरको इच्छा खोज्नुभयो। भनेको मतलब येशूले स्वर्गको महिमालाई खोज्नुभयो। आमेन आमेन। तपाईँ रोगमा परिँदै गर्दाखेरि प्रिय मण्डली, म रोगमा छु, म चिन्तामा छु, म बिक्रीमा छु, आज म के गर्ने होला, कस्तो गर्ने होला, तपाईँ सङ्गालो जीवन भएर नजिउनुहोस्। तपाईँ रोगको घडीमा भएर गए तापनि आज तपाईँले देख्नु छ स्वर्गको महिमालाई, आज तपाईँले रच्नु पर्नेछ स्वर्गको महिमालाई। हालेलुया हालेलुया हालेलुया। आज येशूले त्यो कचौरालाई हटाइदिनुहोस् तपाईँको इच्छा भए। परमेश्वरको इच्छा जसले खोज्छ नि त्यसले स्वर्गको महिमा पाएरै छोड्छ। हालेलुया आमेन। यदि येशूले सक्नुहुन्थ्यो उहाँ क्रुसमा जानु पर्दैन थियो। आज त्यो क्रुसबाट उर्ली आइन्छ भन्दै गर्दाखेरि उर्ली आउने शक्ति उहाँमा थियो, तर उहाँले पिताको इच्छालाई खोज्नुभयो, स्वर्गको महिमालाई देख्नुभयो, स्वर्गको महिमालाई खोज्नुभयो। आमेन आमेन। हाम्रो परमेश्वर चाहिँ आनन्दको परमेश्वर, महिमाका परमेश्वर, विजय हासिल गर्ने परमेश्वर हुनुहुन्छ। हालेलुया। आज धेरै मानिसहरू युद्धमा भिड्छ, लडन्दा लड्छ। धेरै मान्छेहरू निको नभएपछि चर्चबाट बाहिरिन्छ, विश्वासबाट बाहिरिन्छ। प्रिय मण्डली, तपाईँको परिवारमा समस्या आयो भन्दैमा, तपाईँको जीवनमा सतवार आयो भन्दैमा परमेश्वरको महिमादेखि तपाईँ नबाहिरिनुहोस्। परमेश्वरले तपाईँलाई खोज्नुहुन्छ, परमेश्वरले तपाईँलाई महिमामा बोलाउनुहुन्छ। आमेन आमेन। त्यसैले तपाईँ हामी परमेश्वरको इच्छालाई हामी खोज्नुपर्छ। जसले परमेश्वरको इच्छालाई खोज्छ नि प्रिय मण्डली, त्यसको जीवनमा महिमाले भरिएको हुन्छ।
जस्तो सुकै परिस्थिति भएर गए तापनि ऊ चाहिँ महिमाको जीवनमा जिउँछ, ऊ चाहिँ आनन्दको जीवनमा जिउँछ। हालेलुया, हालेलुया। त्यसैले आजको दिनबाट तपाईले भन्न थाल्नुहोस्, परमेश्वरलाई भन्न थाल्नुहोस्, म आज तपाईको इच्छा खोज्छु, तपाईको महिमा खोज्छु। हालेलुया, हालेलुया। परमेश्वरले भन्नुभयो प्रकाशको पुस्तकमा, तिमी चाहिँ मृत्यु समय विश्वासी हो, म तिमीलाई चाहिँ जीवनको मुकुट दिनेछु भन्नुभयो। हालेलुया। यो भन्न खोजेको किन त भन्दाखेरि तिमीहरूलाई 10 दिन कष्ट हुन सक्छ, तिमीहरू चाहिँ 10 दिन कष्ट हुन सक्छ, तिमीहरू चाहिँ मृत्यु समय अन्तिम समयसम्म चाहिँ विश्वासी हो, म तिमीलाई जीवनको मुकुट दिन्छु भन्न खोजेको यो वचनले भन्न खोजेको के त भन्दाखेरि हामीमा दुःख छ, संसारमा दुःख छ, संसारमा समस्या छ, संसारमा पीडा छ, संसारमा कमी कमजोरी छ, तर हामी अन्तिम समयसम्म जबसम्म हाम्रो सास यो पृथ्वीबाट जाँदैनौ, परमेश्वरको हातमा फर्किँदैनौ, परमेश्वरको घरमा हामी जाँदैनौ, परमेश्वरको घरानामा हामी फर्किँदैनौ, तबसम्म हामी विश्वासमा जगिन जरुरत छ, परमेश्वरको इच्छालाई खोज्न जरुरत छ, परमेश्वरको महिमालाई खोज्न जरुरत छ। हालेलुया, हालेलुया।